नेतृत्व क्षमता एवं प्रशिक्षण विज्ञको रूपमा भएकोले गर्दा केन्द्रीय प्रशिक्षण विभागको सदस्यमा को मार्फतले राष्ट्रिय स्वतन्त्र पार्टीमा नयाँ जिम्मेवारी सहित प्रवेश गर्नुभएको छ। रामप्रसाद भट्टराईज्यू, सबैमा नमस्कार छ। मेरो नाम रामप्रसाद भट्टराई। आजबाट मेरो परिचय परिवर्तन भएको छ भनौँ। म विगत 6 वर्षदेखि नेपाल स्काउट्स एउटा युवाहरूको सामाजिक संस्था, जहाँ हामीले युवाहरूको अनौपचारिक शिक्षाको एउटा मुभमेन्ट पनि भन्छौँ, वर्ल्ड वाइड नन फर्मल एजुकेसनल मुभमेन्ट। त्यो मुभमेन्टमा रहेर मैले एज अ चिफ एक्जिक्युटिभ डाइरेक्टर भएर 6 वर्ष काम गरेँ र मैले त्यो जागिरको सिलसिलालाई चाहिँ बिट मार्ने निधो गरेर राजनीतिमा त्यो पनि अलिकति फरक किसिमबाट प्रवेश गर्नुपर्छ भन्ने हिसाबले आज राष्ट्रिय स्वतन्त्र पार्टीमा चाहिँ प्रवेश गरेको छु। म सबैभन्दा पहिला राष्ट्रिय स्वतन्त्र पार्टी, यसका नेतृत्व र सम्पूर्ण साथीहरूलाई धन्यवाद पनि दिन चाहन्छु। अघि पूर्ववक्ता मित्रले पनि भन्नुभयो, अहिले देश साँच्चै भन्ने हो भने एउटा विषम परिस्थितिमा पनि छ र अवसरको अवस्थामा पनि छ। यो देशमा 7 साल यता र प्रजातन्त्रपछि विशेष गरी हेर्ने हो भने धेरै पार्टीहरू बने फुटे यो क्रम चलिरह्यो। जनताले प्रत्येकचोटि राजनीतिक दलहरूलाई, राजनीतिक दलका नयाँ अनुहारहरूलाई, नेताहरूलाई विश्वास गरिरहे, तर हरेकचोटि निराशा मात्रै हामीले प्राप्त गर्यौँ। र यसले गर्दाखेरि चाहिँ आम जनमानसमा एउटा ठुलो निराशा पैदा भएको छ, ठुलो एउटा चाहिँ शङ्का पैदा भएको छ, जसको उपज हामीले अहिले बेरोजगारी, अहिलेको यो जुन माइग्रेसन, एउटा ठुलो भेल चाहिँ दैनिक रूपमा हजारौँ लाखौँको सङ्ख्यामा चाहिँ हाम्रा युवाहरू विदेश गइरहेका छन्। यो जगजाहेरै भएको विषय छ। यो साँच्चीकै भन्दा देशको भविष्यको लागि अत्यन्तै धेरै गम्भीर विषय। त्यस कारणले गर्दाखेरि यो मुलुक कसले बनाउँछ? भारतीयले आएर बनाउँछ? पक्का बनाउँदैन। चिनियाले आएर बनाउँछ? पक्का बनाउँदैन। अमेरिकन वा अरू कुनै देशका मान्छेले आएर बनाउँदैनन्। यो मुलुक बनाउने नेपालीले हो। यो मुलुक बनाउने नेपालका सपुतहरूले, नेपालका छोराछोरीहरूले हो। त्यस कारणले गर्दा नेपालमा भएका र नेपालमा नेपालीलाई माया गर्ने, नेपाललाई माया गर्ने जति पनि युवा हुनुहुन्छ, जति पनि विज्ञ हुनुहुन्छ, जुनसुकै सेक्टरका चाहिँ दाजुभाइ दिदीबहिनी हुनुहुन्छ, अब एउटा नयाँ खालको राजनीतिक शक्ति र नयाँ खालको राजनीतिक मुभमेन्ट चाहिन्छ भन्ने कुरा सबैले बुझ्नुपर्ने बेला आएको छ। र अघि पनि भन्नुभयो, हामी भर्खरै मात्र एउटा अनौठो खालको अपराइजिङबाट देश आएको छ, अनौठो खालको एउटा मुभमेन्टबाट देश आएको छ, जुन जेनजी विद्रोह हामीले देख्न पायौँ। यसले के इङ्गित गर्छ त भन्दाखेरि अब यो देशमा मनमानी चल्दैन। अब यो देशमा हिजो भएको जस्तो नातावाद, कृपावाद र त्यो जुन मुलुकले खेप्नु परेको जुन दुःख थियो, भ्रष्टाचारको जुन जालो, अन्याय अत्याचारको जुन एउटा चाहिँ श्रृङ्खलाबद्ध एउटा प्लानिङ जुन चलिरहेको थियो, एउटा राजनीतिक चाहिँ ढाल ओढेर जुन गरिरहेका थिए केही निश्चित व्यक्तिहरूले, केही सीमित व्यक्तिहरूले, अब त्यो चल्दैन भन्ने ठाउँमा हामी पुगेका छौँ। त्यस कारणले गर्दा राजनीतिक अराजकता, यो पनि बुझ्नु होला, यो राजनीतिक अराजकता हिजो मात्रै थिएन, आज पनि छ। आज पनि मान्छेहरू सल्बलाइरहेका छन्, होइन? किनभने यो चाहिँ यो ट्रान्जिसनको बेलामा नै हो, सङ्क्रमणको बेलामा यसरी मान्छेहरूले खेल्ने। यो राजनीतिक अराजकताको अन्त्य गर्नुपर्नेछ र मुलुकलाई एउटा स्पिडी डेभलपमेन्टमा लग्नुपर्नेछ। यो एकदमै चाँडो द्रुत विकासमा लग्नुपर्नेछ। त्यो द्रुत विकास 65 सालमा त्यतिखेर चाहिँ विद्रोहबाट जन्मेको एउटा शक्तिका अध्यक्षले, सुप्रिमोले 10 वर्षमा चाहिँ सिङ्गापुर बनाउँछौँ, होइन, र एसियाकै सबैभन्दा सुन्दर देश बनाउँछौँ, डेभलप देश बनाउँछौँ भनेको जस्तो होइन कि साँच्चीकै नेपालको मौलिकता अनुसारको विकासको स्पिडी एउटा डेभलपमेन्टमा देश जानुपर्नेछ र त्यसको विकल्प र त्यसलाई लग्न सक्ने एउटा क्षमता, नेतृत्व गर्न सक्ने क्षमता राष्ट्रिय स्वतन्त्र पार्टी बाहेक अन्य कुनै पार्टीमा छैन। अब तपाईँलाई अर्को एउटा कुरा पनि भनिदिउँ, बजारमा धेरै पार्टीहरू खुल्ने हल्ला र दैनिक रूपमा मान्छेहरूले प्रमाणपत्र बुझेर निर्वाचन आयोगबाट बाहिर निस्किरहेका छन्। यो कुरा पनि बुझ्नु होला, पार्टी भनेको किराना पसल पनि होइन। पार्टीले धेरै चिज बोक्नुपर्छ र आई थिङ्क अब यो स्थापनाको 3 वर्ष पुग्दै गर्दा यो पार्टीले जीवन बोक्न सुरु गरेको छ। हामी अहिले 70 भन्दा बढी जिल्लाहरूमा यसको सङ्गठन पुगेको छ। धेरै विद्वत वर्गहरू, धेरै ठाउँका प्रोफेसनल मान्छेहरू राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गर्नुभएको छ र यो पार्टीमा प्रवेश गर्ने मलाई जहाँसम्म लाग्छ
स्वार्थी मान्छेहरू कम छन्। यो देशलाई केही गर्नुपर्छ भनेर यो पार्टीमा प्रवेश गरेका छन्, न कि कुनै पोजिसन पाइन्छ भनेर। त्यही भएर हामी हाँसी हाँसिकन जुन स्थानमा हामी बसेर सहयोग गर्न सक्छौँ र यो पार्टीलाई, यो मुभमेन्टलाई अगाडि बढाउन सक्छौँ र आगामी निर्वाचनसम्म यो पार्टीलाई देशको सबैभन्दा ठुलो पार्टी बनाएर मुलुकलाई विकासको गतिमा लग्न सक्छौँ भन्ने आशासहित यो पार्टीमा प्रवेश गरिएको छ। सम्पूर्ण आम जनमानसले पनि यो विषय बुझ्नुहुन्छ भन्ने मलाई लाग्छ र काम गर्न बाँकी छ। यो पहिलो भेटघाट, पहिलोचोटि तपाईँहरूसँग बसेर यति कुरा राख्न मौका दिनुभएको भए धन्यवाद पनि दिन चाहन्छु र अब कामबाट चाहिँ देखाउनको लागि हामी सबै साथीहरू एकजुट हुनुपर्छ भन्ने यो विश्वास बाचासहित सबैलाई धन्यवाद पनि भन्न चाहन्छु र म एकदम हर्षित भएको सबैलाई जानकारी गराउन चाहन्छु।